यो चाहिँ रमाइलो दृश्य हो यो माई पोखरीको। फाइनली हामी चाहिँ माई पोखरीको दृश्य हजुरलाई देखाउन आइसकेको छ। यो ठाउँ चाहिँ मलाई लाग्छ प्रचार प्रसारको अभावमा केही ओझेलमा परेको जस्तो लागिरहेछ। आउने बाटो पनि अलिकति अप्ठ्यारो भएकोले गर्दा। ओ बहिनीहरू हैन, प्रचार प्रसारको अभावले गर्दा पनि आउने बाटो पनि अलिकति अप्ठ्यारोले गर्दाखेरि यहाँ त्यति दर्शकहरू हुन्न, तर साह्रै रमाइलो छ होला।